Good morning. गुड मर्निङ मुम्बई होइन मन्दिर अहिले चाहिँ हामी भर्खर ब्रेकफास्ट सकाएर अब जान लाग्दा हाम्रो कुन ठाउँ अरे Water Fortress. स्यान गोदर फोर्ट्रेसमा जाँदैछौँ जानलाई रेडी हुँदैछ सबजना आफ्नो कपडा लाउँदैछ म चाहिँ यस्तो थकाइ लाएर मोबाइल चलाएर बसिरहेको छु अब कपडा सबै चेन्ज गरेर हामी माथि बित्नुला अहिलेलाई बाई बाई हामी अब हन्टिङको लागि निस्किसक्यौँ होइन मौसम गर्मी छ साथमा पानी छ अब अहिले चाहिँ हामी यो टुप्पाको यत्रो डाँडा चढ्न जान लागेको हो तर यो डाँडा होइन उता पछाडि छ सही डाँडा छ बाले होला जस्तो अहिलेलाई बाई बाई हामी यता कता पछाडि लोकलहरू जाने कता खोज्नुपर्छ भन्ने चाहिँ हामी जाने चाहिँ ऊ त्यहाँ माथि हो भर्याङ उयो चाहिँ क्रुज सिप भाइस खतरा ठुलो छ अब हामी म कत्रो छु त्यो कत्रो छ डुङ्गाभरि यत्रो ठुलो सिप सही खतरा ठुलो उयो चाहिँ रेस्टुरेन्ट छ यहाँ माथि क्यामेरा कस्तो आएको छ अनि क्या सही सफा पानी भए माछाहरू नि चाहिँ देखा छैन कति सफा पानी छ भने यो ल अहिले चाहिँ हामी कोत्रो बजारमा छौँ यहाँबाट अब जाँदैछौँ हामी जाने त्यो टपमा हो 1 घन्टा 15 मिनट जतिको हाइक छ अब लगभग 1350 त्यति होला जस्तो लाग्छ त्यति हो त चाहिँ हो त्यो सर छ अरे भर्याङ छ अरे हाम्रो लागि त अब स्वयम्भू दिनकै अप एन्ड डाउन गर्ने मान्छेहरूलाई त नर्मल हो सकिन्छ तर 3 वर्ष केही नगरेर हिँड्या भएर चाहिँ केही गरेको छैन नि त त्यत्तिकै बस्या भएर चाहिँ अलिकति गाह्रै होला जस्तो लाग्छ किनकि यस्तो सिधा दामी रोड हिँड्दा त अलिकति गाह्रो भए जस्तो भएर चाहिँ अब हेरौँ गाह्रो हुने चाहिँ वाला छ 100% थाहा छ हामीलाई तर सँगसँगै बब्बाल मजा नै आउनेवाला छ अब अहिले चाहिँ हामी चिटकोट त्यही भएर घुम्नुभन्दा अगाडि जहिले पनि च्याट जिपिटी अनि म्याउ म्याउ लेट्स गो आई विल टेक यु ए मिना लिएर आएँ मैले ल बाई बाई जा गयो आफ्नो ठाउँमा त्यो के अरे कहाँ थिएँ म घुम्नुभन्दा अगाडि चाहिँ अलिकति हल्का आफ्नो रिसर्च गर्नु हामी चाहिँ 15 युरो बचाउँदैछौँ अब ओल्ड टाउन सिटीबाट गयो भने चाहिँ त्यति काट्नुपर्छ पैसा त्यो चाहिँ त्यहाँबाट सुरु हुन्छ त्यहाँबाट यता ओल्ड टाउन सिटी चाहिँ यताबाट गएर त्यहाँ इन्ट्रान्स छ मेन गेट इन्ट्रान्स छ त्यहाँबाट छिरेर जुन हामी हिजो राति गएको त्यहाँबाट गयो भने चाहिँ त्यो माथि टपमा जानलाई चाहिँ त्यति तिर्नु पर्छ अरे च्याट जिपिटी र गुगलले भने अनि तर यो चाहिँ लोकलहरू जाने बाटो हामी जामाचोक नेपालमा जामाचोक चढाए जस्तै सित्तैमा जानेवाला तर हामीलाई समात्यो भने चाहिँ अब फाइन साइन होला तर समातेन भने चाहिँ 15 युरो बच्यो त्यही बचाउने चक्करमा हामी यता पछाडिबाट हिँड्दैछौँ अब हेरौँ थाहा छैन त्यो पनि बाटो खोज्नुपर्छ हामीले है लेट्स सी हामी सक्सेस हुन्छ कि हुँदैनौँ अहिलेसम्म म्यापले चाहिँ यता स्ट्रेट देखाएर छ म्याप भन्नाले त्यो हाम्रो त्यहाँ टुरिस्ट इन्फर्मेसन बोर्डहरू राखेको हुन्छ त्यो बोर्डहरू हेर्दै गइरहेको छु हो घाम डह्रो छ उयो के यो अब देखा छैन होला क्यामेरामा चाहिँ यो ग्रेट वालहरू जस्तो बनाएर आएछ यहाँको घरहरू चाहिँ पुरै फेरि नेपालको जस्तो छ क्या सबै त्यो माटोको छाना अनि बार्दली भएको कपडाहरू बाहिर सुकाउने लन्डनमा त फेरि हामीलाई सुकाउनु दिँदैन बाहिर झ्यालत यो चाहिँ सुरु चाहिँ यताबाट हुन्छ गल्ली सुगर हे भाइ यो पानी चाहिँ खोला चाहिँ सिधै गएर त्यता समुद्रमा मिसिन्छ तर अहिले चाहिँ सुक्या छ किनकि यो गर्मी महिना भएर होला
पानीको लागि बबाल गाह्रो होला भनेर यत्रो बोकेर पानी बोकेर नै आएको छु पानीको भरिया चाहिँ म भएको छ आजलाई अब यो पछाडि नोइज यो चाहिँ पुलिसहरूको साउन्ड आएर चाहिँ पानी कन्ट्रोल गर्नु होला माथिबाट जहाँसम्म माथिबाट आउँछ त्यो पानीहरू कन्ट्रोल गर्ने होला यहाँ ड्याम होला यता कतै कतै अचारमा के सामान राखेको छ माथि खानाहरू लाने देखाएको छैन होला लिजन त हरायो त यो चाहिँ गाँजा खाने ठाउँ रहेछ केटाहरू यता माथि हाम्रो हाइक चाहिँ सुरु भइसक्यो ल आई थिङ्क हाम्रो हाइक चाहिँ सुरु भइसक्यो जस्तो छ गीत यस्तै यस्तै छ राम्रो बाटो चाहिँ त्यो बाटो हो नराम्रो बाटो चाहिँ यो तर केही छैन लोकल जुन बाटो हिँड्छ त्यही पो बाटो दामी हो नि त घुम्ने भनेको चाहिँ कस्तो रहेछ भने अहिले आएर बुझ्दा यहाँको लोकलले अरू मान्छेहरूले जसरी लाइफ जिन्छ त्यो एक्सपिरियन्स गर्न पायो भने त्यसरी गऱ्यो भने बल्ल त्यो ठाउँको ब्युटी त्यो ठाउँको त्यसलाई बुझिन्छ भनेर भन्नु पर्यो पैसा बचाउनलाई ल हेर हो नि तर यस्तो कहाँ पाउँछ यहाँबाट ताक लाएर यस्तो यसमा म थाकेँ उफ गर्दै आजको हाम्रो प्लान भने के हो भने यही डाँडामा चढ्ने डाँडा चढ्ने जाने डाँडामा घाम ताप्ने अनि गफ गर्ने ऊ त्यसरी त्यहाँ मस्त गफ गरेर हिँडिरहेछ आफ्नै आफ्नै मस्तमा छ बोल्न गाह्रो भइसक्यो स्यास्या आइसक्यो यस्तो त हुँदैन थियो नेपालमा किन सिप त्यहाँ छ अझै पनि त्यहाँ छ सिप बबाल क्रुज सिप अब यहाँबाट एकचोटि हेरौँ पैसा कमायो भने फेरि जाउँला तर इट्स अ भेरी नाइस है ए के भन्नु हामी जिन्स प्यान्ट लाएर युकेको सबसे अग्लो हिमाल चढिदिएको पहाड चढ्दै जिन्स प्यान्ट र स्निकरले अस्ति है मिना अनि त्यसले चाहिँ त्यो के अरे स्पोर्ट्स सुजमा कताइदे केही होइन अप्रिल मे जुन जुलाई अगस्ततिर आइन्छ भने चाहिँ यो ठाउँमा आउनलाई चाहिँ रिकमेन्डेड जुन हामीलाई थाहा थियो पहिले बिहान 5 बजीतिरबाट आफ्नो बसे ठाउँबाट यो हाइकको लागि निस्किनु पर्ने हो हाम्रो प्लान नै त्यही थियो बोल्नु लाग्यो कि यस्तो दाम भ्यू आउँछ बा है ए जुन चाहिँ हाम्रो प्लान थियो अलार्म नै सेट गरेर अलार्म नै बज्यो तर के प्रब्लम आयो भने चाहिँ हामी सबैजना अल्छी भयौँ अनि त्यही भएर हामी चाहिँ टाइममा निस्केनौँ हामी चाहिँ लगभग 9 बजीतिर निस्क्यौँ यताउता ल्याङ 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 गर्दा गर्दै किन चाँडो निस्किने हो भने चाहिँ यो टाइम चाहिँ एकदमै गर्मी हुन्छ लगभग 9 बजीतिरको टाइम गर्मी हुन्छ अनि त्यही भएर त्यो गर्मीबाट बच्नलाई चाहिँ बिहान हिँडेर ताको तपमा जाने अनि बबा लागेको हुन्छ जस्तै मेरो अहिले मान्छेहरू माथिबाट आएर चाहिँ यिनीहरू चाहिँ गरेर जर्सिक्यो हाय यिनीहरू भर्खर माथि पुगेर अब हामी स्टार्ट गर्दैछौँ है हामी त्यहाँबाट यहाँ भर्खर यहाँनिरबाट मैले स्टार्ट गरेँ यिनीहरू चाहिँ लगभग 1.5 घन्टाको हाइक सकाएर अझै झरिसकेछ हामी चाहिँ भर्खर स्टार्ट गरेछ जुन नराम्रो जहिले आफ्नो प्लानसँग स्टिक हुनु पर्छ तर अघि भने जस्तो मैले हामी यहाँ चिल गर्न आएको त्यो सो द्याट हामीलाई जस्तो सजिलो लाग्छ त्यस्तै गर्छ हामी तर बिहान आयो भने एकदम बेस्ट या यो चाहिँ यो कोदरको एकदमै टप एकदमै बेस्ट भ्यू पोइन्ट हो एकदम टपमा भएको सो बेलुकाको सनसेट र बिहानको सनराइज हेर्नु छ भने चाहिँ त्यही प्लान गर्दा हुन्छ त्यो टाइममा आउँदा ठिक हुन्छ यो हामी जस्तो मध्य दिनमा आयो भने त चर्को घाम बाहेक केही भेट्दैन त्यो सँगसँगै तर बब्बाल भ्यू चाहिँ देखिन्छ यो यस्तो प्रो मान्छेहरू
उकालो पैसा तिरेर जाने बाटो चाहिँ हो ए तिनीहरूको कपडा र हाम्रो कपडा कस्तो छ हाम्रो आउटफिट आजको सही छ यसको यस्तो छ रचनाको पनि त्यस्तै छ फेरि रचना पिस रचनाजी आउनुहोस् हामीले हाइकिङकै कपडा लाउन आँटेको थियौँ होस् यस्तो दिन कहिले कहिले आउँछ र फोटो खिच्न पाउँछ नि फोटो खिच्नु पर्यो राम्रो फोटो त आउनु पर्यो यत्रो किनेको के कामलाई हामी त्यति धनी पनि छैनौँ बारम्बार आउनलाई तर 5 पाउन्डमा किनेको के कामलाई खर्च हुन्छ मेरो ल त्यही भएर युज त गर्नु पर्यो अनि फेरि चेन्ज गरेर आएको तर त्यसो गाह्रो केही छैन यस्तो के छ त यतिको त सही हो यस्तो त कति हिँड्छु अब त्यही त्यस्तो ट्रेकिङ त उहाँ डर्मिटर नेसनल पार्कमा हाइकिङ ट्रेकिङ गयो भए चाहिँ गरिन्छ यहाँ केही छैन ल थ्याङ्क यू दादा यिनीहरू चाहिँ यो बाटो राइट बाटोतिर त हो म चाहिँ यता डाँडा चढ्न गएँ सर्टकट लेट्स गो लेट्स सी मलाई उतै गरेछ डाँडा काटेर अभी कैसे कैसे ऐसे कैसे ओइ 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 अभी ओइ साँच्चीकै सर्ट आइपुगेँ त म त त होइन जस्तो लाग्यो यार आई थिङ्क आई सुड गो ब्याक बाटो त अर्कै ठाउँ छ होला बिर्सेँ म के गल्ती गरेन मैले ए रामा कहाँ फस्यो म यो Look at this. I'm stuck. मलाई थाहा छैन म कहाँ छु भर्खर एउटा सर पनि भेटेँ दारा अझ कता जाने No, I'm very scared. Just now I saw one very big snake over there. Snake. I'm very scared. Oh my god. It's very scary. I think I saw. This is the right way. I hope this is the right way. Where should I go? I think this way? Yeah, this way. Yes, बात बेता उठो बेता भर्खर मैले मान्छे त्यहाँ हिँडेको देखेँ Yes, yes. I will never do that on my life. Where are my friends? Mina! ल मैले भर्खर यो पास गरेँ माथि जाँदै गऱ्यो भने चाहिँ माथि भेटौँला आउँदैछु म मिना मिना
मिना माथि आएछ माथि देखे कस्तो के होला आएछ न माथि देख्यो लिसन बोलाएको सुन्दैन म चाहिँ माथि बोलाउँदै गएको क्या किन अनि माथि पो भेट्ने हो नि पानी खाऊँ अलिकति दियो त जहिले जहाँ गयो नि हराउने रारामा नि हराउने घुम्न आएछ भने तारक मेहता हेर्नुहुन्छ नि त्यसो भए बाबु चाहिँ हरा जस्तै म चाहिँ बाबुजी भन्छ बाबुले म हराउने होइन क्या म घुम्ने हो घुम्ने हो क्या घुम्न गएको म नि ठुलो क्रुजको अगाडि त सानो सानो बोट त कति सानो थियो नि त्यत्रो सानो पनि होइन नि त्यो बोट हेर्नु न त्यो बिचको हिँड्दैछ नि त्यो पानी नसकाउ के यसले मुख भिजाउने मात्र हो अनि अझै 1 घन्टा छ अनि कसरी सकाउँछ ट्रायलको टपमा जाने होइन टपमा जाने सेकेन्ड भ्यू पोइन्ट चाहिँ यो रहेछ यहाँ रहेछ फर्स्ट यो होइन ए म त यही होला भन्दा झर्दाखेरि चाहिँ हामी त्यो त्यता बाहिर झर्नु पैसा तिर्ने बात होइन डबल एक्सपिरियन्स लिनु गेटमै बसेको हुन्छ नि पैसा लिन्छ नि फेरि रिटर्न गरेर चेक गर्छ र माथिबाट गयो नि त्यही फर्केर अनुहार याद हुन्छ नि त तिनीहरूलाई पैसा लिनेको खोइ त तिमीहरूको टिकट भन्छ हामीले फाले बाटोतिर भन्नु पाउनु अनुहार याद गर्छ यहाँबाट गयो अघि नोटिस गर्नु जो मान्छे यहाँबाट गयो त्यही मान्छे त्यहीँबाट फर्किरहेछ नि माथिबाट फर्किरहेछ नि रुट चाहिँ कहाँ हो र त्यो भित्र छिर्ने खै म सिरा रुचि यो जङ्गल हो त्यहीँ हराएको त्यो जङ्गलभित्रै भएको सर्प त यत्रो के कालो उही सिरिङ म त अहिले अनि यहाँ बसेर तिमीहरूलाई कुरेर बस्दा होइन यसरी बसिरहेको थिएँ अनि यता हेर्दा यसले नि दर्छ यस्तो यहाँ हेर न काठदेखि नि सातो गयो झन्डै जङ्गलमा चाहिँ ठुङ्गेर त्यही ढलेन त्यसपछि त्यो अनि त्यो जङ्गलमा त खोज्ने यादै आउँदैन थियो दुईटा कपाल भेटे त्यो दुईटा कपाल नै हराएर छ क्या यही बात हो भने त हामी नै हरायो कुकुर त्यो कुकुरलाई नि हेरेँ त्यो कुकुरलाई नि सोधेँ मैले म त झन् त्यति मिनालाई देख्यो रहेछ हौ कुकुर बिरालो भयो कुकुर हेर्नु रहेछ ए सेट मैले अर्को कुकुरलाई सोधेँ अर्को च्यान्ते कुकुर छ त्यसपछि म सुध्रेको सिधा बात होइन झन् माथि तबमा पुग्थ्यो होला म तिमीलाई भेट्छु भनेर रिग्रेट अब सेम सिधै बाटै जाने हाम्रै पुच्छर लाएर तर हामी हरायो भने जहिले टपमा पुग्ने है कहाँ मिसन त सक्सेस गर्नु पर्यो भने कहाँ फर्किनु लाग्यो तिमीहरू हत्तेरी फेरि भोलि आउने नेपालमा हेर त कुकुर भेट्छ हाइकिङतिर यहाँ चाहिँ बिरालो भेट्ने रहेछ यसलाई बोकेर लग यसको त बिचरा कानमा घाउ भएछ यसलाई नि बोकेर लग्ने रेबिज हान्नुपर्छ रेबिज लाग्छ कुकुरको भन्दा धेरै हान्नुपर्छ बिरालोको 10वटा कि 12वटा कतिवटा हान्नुपर्छ होइन सजिलो भयो भने त हानिदिन्छु तर महँगो भयो भने चाहिँ एभ्री विक हान्नुपर्छ फेरि फ्री हानिदिन्छ होला गाइस म हराउने बाटो बचेँ मलाई यिनीहरूले बचायो विषदाय हेरेर चिचाएर धन्न सुनेछ म त कति माथि चिचाउँछु बा कसै अलिकति साउन्ड सुन्नु बित्तिकै केटाहरूको साउन्ड सुन्नु भने बिना लिजन भन्छु है माथि फर्केर होइन मैले तल फर्केर भन्नुपर्ने रहेछ उल्टो गरेको म त तिमीहरूमा मभन्दा धेरै माथि गयो होला भन्ने ठान्दैन त हाम्रो स्पिडमा हामी माथि होइन म अनि जङ्गलमा कम बेर हराएँ नि त नि तपाईँलाई त्यहाँ सुरुमा एक त लिजनले हाम्रो फोटो एक घुम्ती त्यो तपाईँ म उकालो चढ्छ भनेर चढ्ने बित्तिकै एक घुम्ती चढ्ने बित्तिकै त्यहीँ पुरेको अझ ए त्यही भएर ढिलो भयो होला कि ए म भन्दा पछि भयो होला त्यहीँ बसेर लिजन आएकै छैन क्या दाइ आएकै छैन भन्छ हामी चाहिँ माथि आएको थियो कि हामी भन्दा मुनि त छैन हो भन्छ कस्तो एक्सपिरियन्स कस्तो रह्यो त म बिनाको टेन्सन तनाव पूर्ण हो अनि यतिको भएन भने त कसरी रिमेम्बरेन्स हुन्छ त त्यहाँ गएर विश्वदाय हराएको थियो भन्दै ओ माई गॉड प्यानिक भएर के को त्यही प्यानिक त रमाइलो हो नि होइन रमाइलो किन प्यानिक वाइ मलाई त एक्लै हुँदा के हुन्छ झन् छुटकारा पायो काठहरू नदेखाउ त अब काठ देखेँ नि सर्प देख्छु म त
अलि माथि गएर भेट्छ कि अलि माथि गएर भेट्छ कि भनेर छैन जति माथि गयो नि ला म चाहिँ एक्लै माथि घुमेर आउनु रहेछ हामी चाहिँ तल गएर रेस्क्यु मिसन निकालेर होइन खोजिरहेको त ऊ त मस्त भ्लग बनाउँदै आइरहेको ल के अरे यो कुन रे भन्न त लिजन सिनिक पोइन्ट कोटर यो कोतरको सिनिक पोइन्ट रे हल्का माथि गयो भने ठ्याक्कै ऊ त ढुङ्गा चाहिँ ठ्याक्कै हो के कुन चाहिँ ओ त्यहाँ त भेडा जस्तो नि छ त उ त्यहाँ डाँडामा हिँडेर ऊ त्यो डाँडामा त वाइट भेडा छ हेर त यो रुखको पछाडि यताबाट देख्दैन उताबाट देख्छ अब गइसक्यो ल कोतरको भ्यू पोइन्ट रे बोट कोच त्यो जान्ला नि त आङ भन्छ क्या घुवा फसा हान्यो नि त होइन सुनेको छ नि त दामी भन्नुपर्छ यतिलाई के भन्छ त भने नाम नि बोलाउनु अप्ठ्यारो लाग्दैन ए हजुर भन्नु नि कहाँ हुन्छिन्छ तपाईँ कता हराउनु भयो मान्छे हराएर बसिरहेको छ नाम बोलाउनु अप्ठ्यारो भनेपछि युआर नट बोलाउने अप्सन भएन त्यहाँ अरू अप्सन भएर त बोला के भनेर ए हजुर हो विश्व बुढा मगर खाँदै कहाँ एक्लै एक्लै मरिरहेको जाथा यता मरि मुन्टी हाल अनि म त्यहाँ ढलेर बसिरहेको सर्परले थुङ्गाएर मुखबाट फिज निकाल्यो मुठ खायो चिल्यो हामी आइपुग्यौँ यही रहेछ टप अफ कोतर यस्तो ल यहाँनिर यो त उयो डग हाइकिङ गरेर आइसक्यो यत्रो सानोलाई कसरी लिएर आउला ल्या थाहा छ कहाँ जानु हेलो ल्या चिन्छ नि मान्छे होइन नो नो लिजन कहाँ हो माया गरेर पुग्ने रहेछ कनाइदियो र क्या कनाइदियो माया गरेर ल अब क्या करे त यहाँमा त एकछिन थकाइ मारौँ कहाँनिर गएर बसौँ ल शीतल ठाउँमा बसौँ गोलोवाला टाइपको त तल मारेर रहेछ है हामी अर्कै ठाउँमा लिएर बिस्तारै त होइन अस्ति हामी आएको ओके इट्स रेकर्डिङ ल अहिले चाहिँ हामी यहाँ माथि भ्यू पोइन्टबाट के भन्छ अहिले चाहिँ हामी भ्यू पोइन्ट सक्का भ्यू पोइन्टमा पुगेर फोटो खिचेर भिडियो सिडियो खिचेर टन्न एकछिन भ्यू इन्जोय गरेर फर्किँदैछु किनकि हामीले चाहिँ सही छ बब्बाल छ बब्बाल भ्यू छ एकचोटि आउनै पर्ने ठाउँ 3 घन्टा एक घन्टा तर मैले यो ड्रेस चाहिँ ऊ त्यहाँ अर्को ठाउँमा लिन्छ भनेर लगाएको खास चाहिँ तर के छैन राम्रो छ भ्यू चाहिँ आउनै पर्ने ठाउँ हो यो चाहिँ फोटो आयो भने आउनै पर्ने अरू चाहिँ ऊ त्यहाँ एउटा फ्यामिली तिनीहरूले चाहिँ हाइकिङ गरेर खानेकुराहरू बोकेर आएर होइन ड्राई पिकनिक गर्ने जस्तो मस्त हजुर चाहिँदैन किन तिमीलाई
तिमीलाई दाउरा हाल्ने ठाउँै छैन ल त्यही अझै दिनभरि बस्नु मन थियो यहाँ हामीलाई घामले अलि चर्को लाग्यो अनि हामीले के खानेकुरा केही खानेकुरै बोकेर चाहिँ त्यो चाहिँ गएर बोकेर आउनुपर्ने चाहिँ पानी र खानेकुरा चाहिँ बोकेर आउनुपर्ने चिज हो हामीलाई थाहा थियो थाहा नभएको र होइन तर बिर्सेको होइन मैले त हाम्रो हाइक यति लामो हुन्छ भनेर थाहा थिएन मलाई 3 घन्टाको हुन्छ भनेर थाहा थिएन म त 1-1.5 घन्टा म्याक्सिमम् त्यो के अरे भर्याङ चढ्ने ठाउँ चाहिँ भर्याङ नचढिकन पैसा नतिरिकन अर्को बाटोबाट जाने तर पुग्ने चाहिँ त्यही ठाउँ होला भन्ठानेको यहाँ टुप्पामा आउँछ भनेर चाहिँ थाहा थिएन त्यही भएर ल अब चाहिँ यहीँ क्यामेरा अफ गर्छु अबको हाम्रो डेस्टिनेसन चाहिँ खै स्विमिङ खेल्न जाने भने चाहिँ दोब्रोता बिचमा पहिला खाम खाजासाजा खान्छौँ अब गएर हामी अनि त्यसपछि दोब्रोतामा भेटौँला बाबालाई सी यु इन दोब्रोता खै बाई बाई भन्दा बाई 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 ल अहिले चाहिँ हामी देवा बोकेछ नि ओ बिरालो रहेछ त्यो चाहिँ बिरालो के छ Where the road is. No, you went where the forest starts. Yeah. Oh yeah. कोक खाने कोक यस्तो खाना रेड लेभल के लेमन जुस चाहिँ यहीँको हो अजिङ गर्ने रहेछ ए दादा बाजेहरूको बस्ने मात्र रहेछ बाजेहरूको घर रहेछ कति राम्रो घर हो बाजेहरूको ल हिजो त्यहाँ स्ट्रबेरी र लाइम थियो त्यहाँनिर स्ट्रबेरी लाइम अनि पियर जानु यहाँ क्यास यसमा छ म्याङ्गो के भने के म त होइन भइहाल्यो एउटै सबैको होइन कति भयो 16 1 रुपियाँ Thank you so much. Thank you. The mountain सातोको बेबीको Bye-bye. This way. Thank you so much. Now we are going to this way. कति हेर हामी नेपाल जस्तै हो आलुको मटर बबाल घर भन्छ बुढोको घर बबाल छ सही छ यो बुढोले के कति भाग्यमानी बोला हामी चाहिँ डाँडाबाट झरिसकेका छौँ यहाँ टेम्पो देख्यौँ कस्तो दामी टेम्पो ल ओर्लिसक्यौँ अब ओल्ड टाउनमा जाँदैछौँ खाजा खानालाई बबाल चिल ठाउँ छ त्यो डाँडा टपबाट झरेको सही छ यहीँ खेल्यौँ
ओइ यहाँ त झन् क्या सफा हेर्न यो त खोलाको पानी रहेछ र पो त्यस्तो खै ए यहीँ खेल्नु दिए त हुन्थ्यो नि खोलाको पानी नुनिलो नै होला है यो त खोलाको पानी कहाँ नुनिलो हुन्छ त जाम अझ फेरि यही त नि यही हो ब्याकडोरबाट सिर्जन चप्पल ब्यागमा हालेर ल्याउनुपर्ने छ मेरो त चप्पल छैन चप्पल किन्नुपर्छ यार ऊ यहाँ हेर्ने मेनु त्यहाँ बाहिर राखेको छ यहाँ चित्र बनाएर चाहिँ त्यहाँ उयो चढिदिने कसको साइकल रहेछ यहाँ बबाल अर्को बिरालो भेटेको छौँ हामीले यहाँ जताततै बिरालो छ यो ओल्ड स्ट्रिट चाहिँ पुरै असनको गल्ली जस्तो छ के हो सर कता कता घुम्ने घुमाए कोप्चा घुम्ने यहाँ रचना र लिजन चाहिँ त्यहाँ जान्छ हामी चाहिँ घुमाएको फन घुम्छ म त्यहाँ गल्ली सबै मान्छेहरूको हालचाल ए यो त हिजो हामी अस्ति आएको ठाउँमै हो क्या के होइन यहीँ हो बबाल रहेछ त यहाँ के हो यो सही छ अझै भित्र छिर्ने नट गुड खानु चाहिँ यतै हो कहाँनिर यही ठाउँमा अर्डर चाहिँ कहाँबाट गर्ने ए ल ऊ यहाँ कोप्चामा बस्नु त यता बस्नु म यता बस्नु ल अहिले चाहिँ हामी यो क्याफेमा खाना खाना आएको छौँ हाम्रो खानाहरू चाहिँ आइसकेको छ मेरो इटालियन केही छैन